सुदन गुरुङ गृहमन्त्री भएको एकदमै बेस्ट रहेछ। पुरानै नेताहरूको पाराले जाने हो भने देश कहिले डेभलप हुने भन्दै हुनुहुन्छ। एकैछिनमा भएको कुरा सुन्नुहोस् है त। गुरुङ भनेको बेस्ट केटा रहेछ, किन भन्दाखेरि यो हुनुपर्छ। यही पुरानो जमानाकै हिसाबले जाने भने कहिले बाबुले कहिले डेभलप गर्ने? डेभलप त हुनु पर्यो नि त देश त। म 3-4वटा युरोप कन्ट्री घुमिसकेँ आफ्नो पैसाले पनि होइन क्या, मेरो बच्चा भएको हुनाले देखेँ त। विदेश पनि देखेँ, इन्डिया पनि मैले देखेँ, पाकिस्तान पनि देखेँ, बङ्गलादेश पनि देखेँ, भुटान पनि देखेँ। भुटान हेरौँ न, एउटा केही पनि छैन तर पनि डेभलप। जनता त शान्तिमा छ नि त, यहाँ त छैन त। यहाँ त जनतालाई पनि भेडो बनाएको छ। किन बनाएछ भने यी राजनीतिक पार्टीले, एमाले काङ्ग्रेस माओवादीलाई पत्ता साफ। अब यो सुदनको टिमले, घन्टीको टिमले देश पुरा डेभलप गर्छ। आत्तिनु भएन, अहिलेबाट ठोकेर हुन्छ, एक दिन भएन। यति राम्रो काम गरिरहेछ आन्दोलनले। बाबा आन्दोलन जनता त आएका होइन, भराउने मासु भातका भराउने के प्रतिशत कसले के को लागि प्रतिशत? किन के को पर्छ? गल्ती गरेर प्रतिशत गल्ती गरेको छ उसले, अब उसलाई प्रतिशत भन्छ त। प्रतिशत नगरे भने कसरी आन्दोलन हुन्छ त? 2-4 जना आउँदै हुन्छ त आन्दोलन। जनताले दुई तिहाईको बहुमत दिएर घन्टीलाई दिइसके। अब त यो 10 जनाले म सत्ता पल्टाउँछु भनेर हुन्छ त, बहुमतको कदर होला त।